नेपालमा प्रत्येक वर्ष जस्तो आगलागीका घटनाहरू बढिरहेका छन्। तर आगो निभाउने सिलिन्डरहरू कस्तो खालको किन्ने, के कुराहरू चेक गर्ने र आगो निभाउने सिलिन्डर कस्तो ठाउँमा भरिन्छ होला भनेर तपाईलाई थाहा छ? थाहा छैन भने यो भिडियोलाई राम्रोसँग आज हेर्नुहोला। सबैभन्दा पहिले आगो निभाउने सिलिन्डरहरू तपाईँ यहाँ देख्न सक्नुहुन्छ। यहाँ विभिन्न किसिमका फायर एक्सटिङ्ग्विसर्सहरू अर्थात् आगो निभाउने सिलिन्डरहरू राखिएको छ। हेर्दाखेरि सबै दुरुस्त उस्तै छन्, तर यहाँ मूल्य भने फरक हुन्छ। किनभने आगो निभाउने सिलिन्डर कुन सर्टिफिकेट्सहरू भएको छ, कहाँबाट सर्टिफाइड भएको छ भन्ने कुराले निर्धारण गर्ने गर्दछ। आगो निभाउने सिलिन्डरहरूको मूल्यभन्दा पनि तपाईँले गुणस्तरको बारेमा धेरै सोच्नुपर्ने हुन्छ र गुणस्तरीय आगो निभाउने सिलिन्डर मात्रै किन्नुपर्ने हुन्छ। हामीले लिएर आएका छौँ सिज फायरको फायर एक्सटिङ्ग्विसर। यो फायर एक्सटिङ्ग्विसर एकपटक राखिसकेपछि 5 वर्षसम्म भर्नु पर्दैन। यो हामीले भनेको होइन, यो चाहिँ इन्टरनेसनल ल्याबहरूबाट सर्टिफाइड भएको फायर एक्सटिङ्ग्विसर हो र कम्पनीले नै 5 वर्षमा एक्सपायरी हुन्छ भनेर किटान गरेको छ ल्याब टेस्ट रिपोर्ट पछि मात्रै। र यो फायर एक्सटिङ्ग्विसर्सहरू चाहिँ युकेबाट सर्टिफाइड छ। त्यसै गरेर तपाईले यहाँ देख्नुहुन्छ ठुलो गाडी पार्किङहरूको लागि, इलेक्ट्रिक एसयुभिजहरूको लागि तपाईँले यदि चार्जिङमा राख्नु भएको छ भने, चार्जिङ स्टेसन छ भने तपाईँले यो सर्टिफाइड 25 केजीको फायर एक्सटिङ्ग्विसर राख्नुपर्छ। र यो इलेक्ट्रिक गाडीहरूमा लागेको ठुलो आगोलाई पनि नियन्त्रण गर्न सक्षम छ, किनभने यो फायर एक्सटिङ्ग्विसर एलपिसिबी, युकेसिए, युकेएएस, बिएस, EN3 काइट मार्कबाट पनि सर्टिफाइड रहेको छ। र यो फायर एक्सटिङ्ग्विसरलाई पनि तपाईँले भर्नुपर्छ मात्र 5 वर्षमा। त्यसै गरेर तपाईँले फायर एक्सटिङ्ग्विसर्सहरू किन्दै हुनुहुन्छ भने फायर एक्सटिङ्ग्विसरहरूमा धेरै कुराहरू हेर्नुपर्ने हुन्छ। जस्तै फायर एक्सटिङ्ग्विसर्सको यो भाँडो खालीमा कति वेट छ, यसमा ब्रासको भल्भ छ कि छैन, त्यसै गरेर यो प्रेसर गेज राम्रो क्वालिटीको छ कि छैन, अनि सर्टिफिकेसन्सहरू के छ भनेर पनि हेर्नुपर्ने हुन्छ। ABC भनेको ब्रान्ड होइन, ABC भनेको सोलिड, लिक्विड, ग्यास र विद्युतमा लागेको आगोलाई निभाउन सक्छ भनेको हो। अझै फायर एक्सटिङ्ग्विसर किन्दाखेरि फायर रेटिङहरू पनि हेर्नुपर्ने हुन्छ। जस्तै सस्तो खालको फायर एक्सटिङ्ग्विसर्सहरूमा फायर रेटिङ हुँदैन, भयो भने पनि एकदमै कम हुन्छ। त्यो हुनु भनेको आगो निभाउने सिलिन्डरभित्र चुनढुङ्गा अथवा ढुङ्गाको पाउडर हुनु हो, त्यसैले गर्दाखेरि फायर रेटिङ एकदमै कम हुन्छ अनि 1 वर्ष 2 वर्षमा एक्सपायर हुन्छ भनेर भनिन्छ र तपाईँलाई भ्रममा राखिन्छ। तपाईँले सस्तोमा फायर एक्सटिङ्ग्विसर चाहिँ पाउनुहुन्छ। फायर एक्सटिङ्ग्विसर भएर पनि तपाईँको सुरक्षा मापदण्ड भने एकदमै न्यूनतम हुन्छ। अझ मानौ परिआएको खण्डमा आगो नै निभ्दैन। त्यही कारणले गर्दाखेरि फायर एक्सटिङ्ग्विसरको फायर रेटिङ्सहरू पनि हेर्नुपर्ने हुन्छ। त्यसै गरेर यो फायर एक्सटिङ्ग्विसर्सभित्र अर्को पार्ट रहेको हुन्छ साइफन ट्युब भन्छौँ हामीहरूले। यो साइफन ट्युबहरू पनि हेर्नुपर्ने हुन्छ। यस्तो खालको चाहिँ हार्ड प्लास्टिकबाट बनेको ट्युबहरू हुन्छ, यो नभएर एकदमै कमसले ट्युब राखिएको हुन्छ। त्यसै गरेर फायर एक्सटिङ्ग्विसर्सको भित्र पनि पेन्ट गरिएको हुन्छ ताकि भित्र रहेको पाउडरले यो भाँडोलाई खिया नलागोस्। त्यसैले सिज फायरको फायर एक्सटिङ्ग्विसर एकपटक किनिसकेपछि राम्रोसँग यसलाई मेन्टेन गरेर राख्ने हो भने 20 वर्षसम्म केही पनि हुँदैन। त्यसै गरेर तपाईँले फायर एक्सटिङ्ग्विसर रिफिलिङ नेपालमा कस्तो ठाउँमा हुन्छ भनेर हेर्नुभएको छ भनेदेखि तपाईँलाई म देखाउन चाहन्छु यो ब्रान्डसुस टेक्निक मुलरको पाउडर रिफिलिङ मेसिन। यो मेसिनले पाउडरलाई सिलिन्डरभित्र सजिलै राख्न र निकाल्न सहयोग गर्दछ र यो जर्मनीबाट आयात गरिएको हो। नेपालमा विगत 10 वर्षदेखि फर्स्ट एड नेपाल प्राइभेट लिमिटेडले यस्तो मेसिनहरूबाट मात्रै एकदमै कन्ट्रोल्ड इन्भाइरोमेन्टमा फायर एक्सटिङ्ग्विसर रिफिलिङ गर्ने कार्य गर्दै आइरहेको छ। यो एकदमै फास्ट छ, एफिसिएन्ट छ र यसले काम गर्न एकदमै सजिलो बनाउँछ अनि ट्रान्सप्यारेन्ट पनि बनाउँछ र रिफिलिङ गर्ने मान्छेलाई सुरक्षित
सुरक्षित पनि राख्ने काम गर्दछ। त्यसैले गर्दा तपाईलाई कसैले सस्तोमा फायर एक्सटिङ्ग्विसर भरिदिन्छु भनेर भन्यो भने तपाईँ रिफिलिङ सेन्टरमा आफै गएर हेर्नुहोस्। सर्टिफाइड केमिकल राख्नु पर्यो, सर्टिफाइड टेक्निसियन हुनु पर्यो, त्यसै गरेर त्यहाँ मेसिन इक्विपमेन्ट्सहरू हुनु पर्यो र फायर एक्सटिङ्ग्विसरमा प्रेसर दिइसकेपछि त्यसले काम गर्छ कि गर्दैन या लिकेज छ कि भनेर टेस्ट गर्ने इक्विपमेन्ट्सहरू पनि हुनु पर्यो। त्यसैले गर्दा तपाईँले फायर एक्सटिङ्ग्विसर्सको लागि सम्झनै पर्ने नाम भनेको फर्स्ट एड नेपाल प्राइभेट लिमिटेड हो, जहाँ तपाईँको आँखा अगाडि नै आगो निभाउने सिलिन्डर भरिन्छ ट्रान्सप्यारेन्टली र तपाईँले एकदमै ढुक्क भएर आफ्नो घर, अफिस, गोदामहरूलाई सुरक्षित राख्न सक्नुहुन्छ। हवस् त, धन्यवाद।